लु गाइस हामी चाहिँ अरुण नदी तरेर अब यो बाटो जाँदैछौँ हामी। यताबाट अब तमोर आउँछ यो यता यो अरुण भयो, यता तमोर आउँछ अब। अनि तमोरबाट त्यो पुल हुँदै एकमा त्यता हुँदै जान्छौँ हामी गाइस। बाटो यस्तै छ यतातिरको पाहाडतिरको बाटो हेर्नुहोस् है गाइस। यता कता जान्छ यो तमोर हो, यो यता तमोर। यो उता त्रिवेणी घाट जाने रहेछ। यो आइपुग्यो हाम्रो तमोर। हेर्नुहोस् यहाँको एउटा विशेषता के छ भन्दाखेरि तमोर नदी हुर्किएर आएको थियो अरे यता अरुणलाई उयो गर्नु। अनि अरुणले चाहिँ त्यहाँ पर्खेको भयो। सुतेछ अरुण सुतेको भएछ। दुध खोज्यो उनीहरूको चाहिँ अब यहाँ तल चाहिँ नि तमोरले पर्खेको हो। भरे दुधको सिलाई पर्दाखेरि भरे अरुण आएर अरुणले लिएर भगाएर लिएर गइदिएर त्यसपछि चाहिँ यहाँ जम्मेको रहेछ। पछिबाट आफै तोडेर माछाले दुलो बनाइदिएर यहाँबाट चाहिँ बगेर गएको रहेछ। अब तमोर चाहिँ यहीँनिर पर्खेको के भएको रहेछ। मामाहरू कहाँबाट त्यहाँ बस्नु हिट छ होइन जाँडा त्यहाँ सुराकी साग होला ढुकेको जस्तो लागिरहेको छ मलाई चाहिँ। यस्तो बाटो त अझै कति हिँड्नुपर्ने यसले 12-15 हिँडेको हामी यहाँबाट। अब माथिबाट त छिटो आएछु भने चाहिँ गाउँघरतिर नि यस्तो छ है गाइस। यताको खेती भनेको चाहिँ त्यही हो, सुपारी, आँप, लिची, कटहर, गाँजा। मेन भनेको चाहिँ गाँजा हुन्छ यता। गाँजाले कमाउँछ पैसा चाहिँ यता। ल गाइस अब चाहिँ तमोरको पुल आइपुग्नु आँट्यौँ। बाटोले यस्तो उफारो कि यो माथिको डाँडा कटेर जानुपर्ने। के डाँडा हेर्दै टाङ्गेराको शिर। अब कतिले सुन्नुभएको होला, कतिले सुन्नुभएको छैन होला। टाङ्गेराको शिर अरे त्यो डाँडा नागेर अझै कतिवटा डाँडा नागेर अनि बरा क्षेत्र निस्केर बरा क्षेत्रबाट अनि त्यसपछि चतरा हुँदै धरान। गाह्रो छ गाइस, गाह्रो छ। पाहाडको बाटो हिँड्नु गाह्रो छ। थेचारे गरेर मेरो चाक दुखेर हैरान भइसक्यो। जिन्दगीमा सोच्दै नसोचेको यात्रा गर्नुपर्छ।
माया दिनु होला है साथीभाइहरू यसो भिडियो हेरेर अब खासै बनाउनु आउँदैन भर्खर अरू बनाएको हो माया चाहिँ दिनु होला ए हामी यस्तरी तर्दैछौँ यस्तो तमोर पुल हो यो चाहिँ तमोरको झोलङ्गे पुल ओ तल हेर्नुहोस् तमोर माथि पनि हेर्नुहोस् तमोर नदी अब हामी कहाँ जानुपर्ने त अब उता कहाँबाट आएको कुन डाँडाबाट आएको ए एकमा पाहाडको बाटो हेर्नुहोस् है गाइस ल गाइस हेर्नुहोस् सप्तकोशी तल छ क्या यहीँ तल कि कता हरा के हराएको ब्रासलेट उता ग्यारसँग छ ए भाउजूको कसले भेटिसक्यो होला नि के अरे भेट होला नि त्यतिखेर चाहिँ त्यो तलको बाटो हिँड्नु त्यो बाटो हिँड्नुभएको त्यो घुमाउँदै पर निस्किनु पऱ्यो नि पर यसो हामीहरू गाइज माथि कहाँ कुहिरोले ढाकेको उसबाट आएको हामी यता आइपुग्यौँ अकरै भिड चाहिँ कुन रहेछ हौ अकरै भन्दा खालि बाउहरूले खालि रमाइलो छ है रमाइलो लगेका हामी त पल्लो डाँडाबाट ओल्लो डाँडा आइपुग्यौँ है हामी गाइस ल कत्रो फन्का घुमेछ यार